गाइस हामी चाहिँ आज भुटेर जान लाग्यो है। हामी ब्यागमा यति धेरै सामान हाम्रो डल्लु पुन्टुलाई लान लाग्यो। हामी पनि पुरै हिँड्दैछौँ। हामी चाहिँ रोडै हिँड्दै अब हामी भुटेर जान लाग्यो। भुटेरमा पानी खेल्नलाई हामी पुन्टु पनि टुङ 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 हिँड्ने है हामी डल्लो। गाइस हामी चाहिँ भटेरी आइपुग्यो है। भटेरी चाहिँ यस्तो रहेछ, पानी नपरेको भएर यति ठुलो चाहिँ छैन। पानी परेको भए चाहिँ अलि ठुलो पानी आउँथ्यो अरे। हामी त्यत्रो घन्टा 1 घन्टा हिँडेर आएको, पानी नरहेछ। स्विमिङ गर्नलाई मजा आउँछ, मजा। यहाँ स्विमिङ हेर्नलाई पुन्टु र यहाँ स्विमिङ खेल्न आइजानेको त उहाँ गएर आराम गरे हो। स्विमिङ हेर्ने भनेर भाग्यो यहाँ। कोही फेरि स्विमिङ खेल्या हो के खेल्या हो। गहिरो रहेछ बाहिरबाट हेर्दाखेरि चाहिँ। मात्र पाताले चप्पल पुग्यो नि त वाइतिर। अन्त भेना चप्पल ल्याइदिनु। वाह खतरा देखिया आज। पुन्टे हामी यहाँ पुन्टीलाई स्विमिङ गर्न जानेर नजाने रे। फ्या भात गर्नु पर्यो। अब मेरो काम चाहिँ खाजा बनाउने हो। म त स्विमिङ गर्ने होइन। म त आलु छ, चटपेट छ। पुन्टुलाई हो यो चाहिँ बिस्कुट, मेरो पुन्टेलाई। यहाँ खानेकुरा देखिन्छ। अन्डा छ, यहाँ छ स्प्राइट। के म अब खाजा बनाउँछु ल गाइस। चटपटमा मेन इन्ग्रेडियन्ट च्याउ नै ल्याउन बिर्सेछ नि हौ। यस्तो हतारको काम हतार हुन्छ नि यस्तै हो कि। के छैन चाउचाउ नभए त मिठो हुन्छ। ओ यो त हाम्रो करेन्ट बिस्कुट। हाम्रो पोजीको बिस्कुट यो त हाम्रो पोजी। यस्तो दामी छ होइन पानी चाहिँ यहाँ। कहाँ एकजना त्यहाँ पारी हाम्रो पुन्टु पारी जाँदैछ। पुन्टु बल्ल पानीमा छिरे हो। यहाँ यस्तो फुलहरू पनि रहेछ होइन गएछ। यस्तो दामी फुलहरू पनि हो। डेन्जर बाटो चाहिँ। के खरे यहाँ ढुङ्ग्रे माछा झिङ्गे खोइ देखा त भिडियो खोइ हेर्नु न छपक्कै त्यही लगाएर खिच्न ल क्यामेरा के हुन्न खोइ चल्यो हो। यहाँ के हो त टिलिक्क टल्यो। ए भाइ को सानो सानो है बच्चाहरू छ कि यहाँ देख्नु भयो।
यहाँनिर ठेके ठुलो ओए यहाँ त अमृतसर पनि पाउने रहेछ नि त कुच्चो कुच्चो टिपेर लैजाम ऊ हेर्नु त यी कुच्चो भएको छ लैजाम क्यामेरामा चाहिँ क्लियर देखिने रहेछ लाउनु के गाइस यहाँ चाहिँ अमृतसर पनि हुँदैछ अमृतसर भनेको कुच्चो यहाँ कुच्चो 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 भाइले यहाँ झिङ्गे माछा सामान ला समाते झिङ्गे माछा दुलोमा हो खुत्रक्क उफ्रिन्छ कता पुग्छ थाहा हुन्न हो यस्तो कोही कोही आउनु खोजे यहाँ चाहिँ आउनु डल्ले पनि आइपुगेछ पोखरी एउटा दुईटा छ यहाँ तीनटा त्यहाँ भित्र चारवटा गाइस कस्तो भइरह ओके म चाहिँ यति अमृतसर टिपेँ अनि अब हामी जान्छौँ यस्तो पानी खेल्न आएको होइन गाइजहरू भटेरीमा दामी भयो तर म चाहिँ स्विमिङ खाएको छैन किनभने गर्ल्स छोराको प्रब्लम भएको छ त्यही भएर ओके गाइस अब चाहिँ हामी फर्किन लागेको बाई बाई भटेरी खोला भुटेरा खोला हामी फर्किन लागेको गाइस बाटो यस्तो डेन्जर हो बाटो डरलाग्दो छ नि हो ढुङ्गै ढुङ्गा अब हामी चाहिँ अहिले चाहिँ अघि चाहिँ हामी त्यो बाटोबाट आएको नि आज हामी खोलै खोला जान लागेको चाँडै पुग्छ भनेर होइन गाइसहरू थोरै थोरै भिडियो क्लिपहरू खिच्दै म हजुरहरूलाई देखाउने छु ल ओके ओके हुन्छ यस्तो दामी छ है गर्मीमा शीतल हुन्छ हामी यस्तो 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 गर्दै गर्दै हाम्रो पुन्टु आज धेरै थाकेछ माछा खा यहाँ लजाम हामी चाहिँ यस्तो पानीको बाटो हुँदै छौँ होइन यो पानीको आवाजहरू कस्तो राम्रो सुनिएको छ कि कल हेर्नु होइन है कस्तो दामी सुनेको है तर यो ढुङ्गाको मेरो छोरा लड्यो भाइ हेर्नु यस्तो भयो के पानीमा यो ढुङ्गामा हिँड्यो है अनि यो ढुङ्गा नै चिप्लेर प्ल्याट लड्यो भाइ कहिले मेरो पुन्टु लड्यो कहिले म लडिछु कहिले मेरो हस्बेन्ड कहिले मेरो भाइ लडिरहेको छ कि पानीहरू छ होइन यहाँ चाहिँ गाइजहरू यस्तो दामी यस्तो शीतल फिल भइरहेको छ कि यस्तो कि यो आवाजहरू मनपर्छ है कस्तो राम्रो बनाएको सुन्नु हेर्नु न ओए ओए के गरे यस्तो ओके कहाँबाट ओ म यस्तो चप्पल चिप्ले हो त्यति पानी कट्नलाई पनि एक्टिङ गरेको डल्लुले
ऊ त हिरो हो नि त माथिबाट चढेर गइदियो हामी चाहिँ तलैबाट जानु पर्यो ओए म त भिज गयो कोही दिन जोगाड गर्यो जोगाडेहरू के दुईजना बाउ छोरो हाम्रो कसरी आउने नि प्लानिङ बनाए त्यस्तो हो नि त जोगाड कसै जान्थे यहाँबाट त यहाँ त अलिक गहिरो रहेछ है गए चाहिँ हाम्रो जान मिल्दैन ऊपर से जाएंगे हम इधर से ओए ओए यस्तो हिँड्नु पऱ्यो हिँड्नु लोड नलागिसक्यो ल म चढ्न सक्दैन जस्तो हो है हेर्नु ऊ त कताबाट चढिदिन्छ नि त ऊ बलियो ओए 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 यस्तो भिरालो बाटो हो मेरो चप्पल त फेरि खतरा चप्पल त मेरो दामी हो त फेरि पानी में भिजा तिमी थ्याङ्क यू पानी में भिजा नि त अघि पानीमा भिजेको त हो नि अनि चिप्लो हुन्छ नि मेरो चप्पल फेरि यस्तो ल ओके फेरि पछि भिडियो गर्छु ल ठिक गाइस फाइनली हामी चाहिँ अब यो खोलाको बाटो सकेर रोडको बाटोमा आइपुग्यो है अब हामी घर पुग्छौँ 15 मिनटमा मजाले एकदम हिँड्दा हिँड्दा थकाइ लाग्यो हामी यो रोडको बाटो आइपुग्यो हामी रोडको बाटो आयौँ गाइसहरू सानो साइड साइडबाट हिँड गाइस हामी पुन्टु देखेर बाँडा सबै रुखमा गइसक्यो बाँडरहरू सबै भइसक्यो हाम्रो डन देखेर ए फुटे तानै गाडी